यो सरासर गलत भइरहेको छ। अहिले रोकिन्छ कि नै? यो रोकिन्छ, रोक्नु पर्यो। हामी बेलुका पनि आउँछौँ, यसले रोक्छ कि रोक्दैन, नरोक्यो भने त हुँदैन नि त। यो उहाँहरूले यो प्रक्रिया पुरा गरेर मात्र सञ्चालन गर्नुहुन्छ। प्रक्रिया पुरा भएको छैन भने यो चल्न पाउँदैन सर, हामी यसलाई बन्द गर्छौँ। तपाईँलाई समन्वय नगरिकन चाइनाबाट आएर यो कसरी सम्भव हुन्छ? अब यो अस्ति हामीले सुन्नमा पायौँ, आजभन्दा 2 दिन अगाडि 10 गते सुन्यौँ, 11 गते हामीले खबर पाइसकेपछि हाम्रो जनप्रतिनिधिको टोली आएर यहाँ हेर्दै गर्दा उहाँहरूसँग एउटा खानी विभागको सायद पत्र मात्रै छ, अरू दस्तावेज भेटिएन। हामीले नचलाउनुहोस्, जबसम्म हजुरहरूले पुरै प्रक्रिया पुरा गर्नुहुन्न तबसम्म नचलाउनुहोस् भनेर हामीले रोक्यौँ। हिजो अलिकति दुःखद परिवारमै दुःखद भएको हुनाले त्यतै व्यस्त भइयो। अनि आज फेरि हामी अनुगमनमा आएका छौँ। आउँदै गर्दा यहाँ 2 जना भेटिनु भएको छ। अब उहाँहरूसँग कुरा गर्दै गर्दा हामीले सबै ठाउँबाट, वनबाट, जिल्ला प्रशासनबाट सबै ठाउँबाट अनुमति लिइसकेका छौँ, गाउँपालिकाबाट पनि अनुमति लिइसकेका छौँ भन्ने कुरा आयो। तर यही अलि अगाडि गाउँपालिका अध्यक्षज्यूसँग मेरो कुरा हुँदै गर्दा गाउँपालिका अध्यक्षज्यूले रोक्नुहोस्, केही पनि हामीलाई केही पनि पत्र छैन पालिकालाई, त्यो रोक्नुपर्छ भन्नुभएको छ। मैले पनि अहिले यसको प्रतिनिधिसँग कुरा गरेँ, प्लान्टको प्रतिनिधिसँग। उहाँले पनि हामी प्रक्रिया पुरा गर्छौँ। मैले प्रक्रिया पुरा नगरुन्जेलसम्म यसरी हजुरहरूले खन्नु भएन। स्थानीय वडाले त थाहा पाउनु पर्यो नि त हाम्रो वडाभित्र के परीक्षण हुँदैछ। हामीलाई स्थानीय नागरिकले सोधेपछि हामीले के जवाब दिने? त्यो हुनाले यो रोक्नुहोस् भनेका छौँ। यो सरासर गलत भइरहेको छ। अहिले रोकिन्छ कि नै? यो रोकिन्छ, रोक्नु पर्यो। हामी बेलुका पनि आउँछौँ, यसले रोक्छ कि रोक्दैन, नरोक्यो भने त हुँदैन नि त। यो स्थानीय वडामा स्थानीय सरकार सञ्चालन कार्यविधि 2074ले यहाँको सम्पूर्ण सम्पत्तिको सरकारी सम्पत्तिको संरक्षण गर्ने स्थानीय सरकारलाई दिएको छ। अनि ठिक छ, राज्यले कुनै त्यस्तो परीक्षण गर्न नपाउने भन्ने होइन, तर विधि र प्रक्रिया पुरा गरेर आएर उहाँहरूले हामीले समन्वय गरेर बुझाएर यस्तो यस्तो भनेर भन्नु पर्यो। अब हामीले गाउँमा सुन्नमा पाएको के हो भने हाम्रो वडामा सुन चाल्ने गोल्ड चाल्ने एउटा के भन्छ यसलाई प्लान्ट लागेको छ भने हुनाले हामी आयौँ। आज अनुगमनमा पनि आयौँ। हामी आशा गर्छौँ उहाँहरूले यो प्रक्रिया पुरा गरेर मात्र सञ्चालन गर्नुहुन्छ। प्रक्रिया पुरा भएको छैन भने यो चल्न पाउँदैन सर, हामी यसलाई बन्द गर्छौँ।